जय मसीह यहाँहरू सबैजनालाई फेरि पनि यो नयाँ भिडियोमा स्वागत छ र तपाईँहरूको माझमा आज पनि मैले परमेश्वरको जीवित वचन लिएर आएको छु। हेरेर सुनेर आशिषित हुनुहोला। आजको वचनको विषय छ येशू आज पनि तपाईँको हृदयको ढोकामा ढकढक्याउँदै हुनुहुन्छ। बाइबल पद प्रकाश 3:20 प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, प्रकाश 3:20 प्रभु येशू भन्नुहुन्छ, हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु। यस पदमा येशूले घरको ढोका होइन, हाम्रो हृदयको ढोकाको कुरा गर्नुभएको हो। उहाँ जबरजस्ती भित्र पस्नुहुन्न, उहाँ प्रेमले ढकढक्याउनुहुन्छ र हाम्रो निर्णयको प्रतीक्षा गर्नुहुन्छ। सायद आज तपाईको हृदय चिन्ता, पाप, निराश वा संसारका कुराले भरिएको छ, तर येशू भन्नुहुन्छ, ढोका खोला, म भित्र आउनेछु। जब हामी पश्चाताप गरेर उहाँलाई स्वीकार गर्छौं, उहाँले हाम्रो जीवनमा क्षमा, शान्ति, आनन्द र नयाँ आशा ल्याइदिनुहुन्छ। यस पदमा अर्को सुन्दर प्रतिज्ञा पनि छ, म त्यससँग भोजन खानेछु। बाइबलको समयमा सँगै भोजन गर्नु भनेको गहिरो प्रेम, आत्मीयता र सम्बन्धको चिन्ह थियो। येशू केवल हाम्रो समस्यामा समाधान गर्न मात्र आउनुहुन्न, उहाँ हामीसँग दैनिकी सम्बन्ध राख्न चाहनुहुन्छ। उहाँ हाम्रो जीवनको साथी, मार्गदर्शन र मुक्तिदाता बन्न चाहनुहुन्छ। त्यसैले आज प्रश्न यो होइन कि येशू बोलिरहनु भएको छ कि छैन, प्रश्न यो हो कि के हामी उहाँको आवाज सुन्दैछौँ कि के हामी उहाँको हृदयको ढोका खोल्दैछौँ। आउनुहोस् आज नै आफ्नो हृदयको ढोका येशूका लागि खोलौँ, उहाँलाई आफ्नो जीवनको प्रभु बनाऊ। उहाँ भित्र आउनुहुनेछ र हाम्रो जीवन परिवर्तन गर्नुहुनेछ र हामीलाई अनन्त जीवनको आशा दिनुहुनेछ। परमेश्वरले हामी सबैलाई उहाँको आवाज सुन्ने र हृदयको ढोका खोल्ने अनुग्रह दिनुभएको होस्। आमेन। जय मसीह।